उद्घोषक मित्र शेषर यादवलाई थोरै दुईटा गीत गुनगुनाइदिन्छु। ऐसा नहीं मुझको धन्यवाद दिउ कि दिन। मलाई पनि ऐसा छैन कि तपाईँहरूले जुन यो काम सुरु गर्नुभएको थियो र जब म यो स्कुलमा आएर तपाईँहरू मलाई जोड्नुभयो र त्यसबाट म अहिले यस्तो अवस्थामा आइसकेको छु। आदरणीय यस कोषको अध्यक्ष र मलाई कलम समातेर शिक्षाका ज्ञान ज्योति सिकाइदिनु हुने मेरा श्रद्धेय गुरु विद्येश्वर महतोज्यू र यस कोषका कोषाध्यक्षज्यू सचिवज्यू र उपस्थित सम्पूर्ण सदस्यहरूमा स्वीकार्नुहोस् म रामप्रकाशको तर्फबाट न्यानो अभिवादन र नमस्कार गर्छु। वास्तवमा यो कल्याण कोष नामै छ यसको र यसले सबैलाई कल्याण गर्नेछ। योभन्दा पहिले पनि जुन जुन स्कुलमा म काम गरेका थिएँ त्यहाँ पनि यो कल्याण कोष थियो र त्यहाँ हामी जोडेर काम गरिरहेको हुनाले मलाई यो कोषले धेरै राम्रो गरेको थियो उता पनि। त्यसकारण म यहाँ आउने बित्तिकै जब मैले थाहा पाएँ यहाँ कोष छ र म यो कोषमा झुकेर राम्ररी नै अब अरूलाई सम्झाउनु पर्यो यति गर्नुहोस् यो हुन्छ, तर मलाई यसको फाइदा थाहा भएको कारणले गर्दा म सुरुमै जति अन्तिम चरण थियो त्यति नै जम्मा गर्न थालेको थिएँ र जस कारणले गर्दा अहिलेसम्म यति आइसकेको छ। भनिन्छ हिम्मत होना चाहिए संसार बदल सकता हूँ, हिम्मत होना चाहिए संसार बदल सकता हूँ, पुण्य में पाप का विश्वास बदल सकता हूँ, हिम्मत है तो आजमा कर देख धरती क्या आसमान बदल सकता हूँ। र मलाई लाग्छ वास्तवमा हामीले गर्दै गयो भने जस्तो सुकै समस्यालाई समाधान गर्न सक्छौँ। र अहिले जुन उहाँले भन्नुभयो वरिष्ठ सदस्य र त्यो वरिष्ठ सदस्य मैले हिम्मत गरेर भएको हो। वास्तवमा यो पैसा भन्ने चिज कस्तो हुन्छ भने जति आउँछ त्यति खर्च हुन्छ क्या, पकेटमा छ कसैले राख्न सक्दैन। यसको बानी हुन्छ उपिया जस्तै सर्ने, आज मेरो गोजीमा भोलि अर्को गोजीमा पछि अर्को गोजी र गोजीमा छैन भने जति छ त्यतिमै पनि पुरा हुने गर्दछ। जुन मैले आफैले पनि महसुस गरेको छु। म जब सुरुमा जागिर खाएँ मेरो 2500 रुपियाँ तलब थियो र त्यो 2500 रुपियाँले मेरो सम्पूर्ण खर्च पुग्दथ्यो। हाल आएर मैले मोटामोटी लाख रुपियाँ कमाइरहेको छु महिनामा, त्यही पनि पुगिरहेको छैन। यसकारण हामीले बचत गर्नुपर्छ र त्यो बचतले नै हामीलाई राम्रो बनाउन सक्छ। त्यसकारण म सम्पूर्ण सदस्यहरूलाई अहिले पनि भन्छु, तपाईँहरू